कति धेरै निगुरो भन्ने हजुरहरूलाई लागिरहेछ भने मेरो भिडियो पुरै हेरिदिनु होला। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी बुढाबुढी निगुरो खोज्न जङ्गल जाँदैछौँ। बेसीको घाम लेकमा चल्छ लुगुलुगे मौका मिल्दा मुखै। मेरो बुढो चाहिँ छिट्टो छिट्टो निगुरो टिप्दै हुनुहुन्छ। त्यसपछि म पनि लागेँ निगुरो टिप्नतर्फ। निगुरो चाहिँ कति धेरै के साथीहरू। यो चाहिँ हाम्रो बडीगार्ड हो, एकदमै खतरा के। हाम्रो बडीगार्ड चाहिँ खतरा छ। अनि साथीहरू, यो फुल चाहिँ मलाई कति राम्रो लाग्छ के। तपाईहरुलाई पनि कस्तो लाग्छ यो फुल कमेन्ट गर्नु होला है त। यो फुल चाहिँ एकदमै राम्रो के, सेतो राम्रो छ। यहाँबाट लड्यो भने चाहिँ साथीहरू पुगिन्छ तल खोलामै है। एकदमै लामो झरना भनौँ कि भेग हो के हो। अनि पानी नपरेको बेला चाहिँ खोला पनि आउँदैन नि त साथीहरू। पानी परेको बेला चाहिँ कस्तो ठुलो खोला आउँछ, अनि पानी परेन भने चाहिँ खोला आउँदैन। तर बाटो चाहिँ खराब थियो, त्यही पनि म चाहिँ हिँड्दैछु। कस्तो राम्रो के साथीहरू, आनन्द, सुनसान, चराचुरुङ्गीको आवाज, मनै शान्त हुने ठाउँ छ कि साथीहरू। जङ्गल खोला चाहिँ कस्तो आनन्द। त्यसपछि साथीहरू हामी फेरि एकछिन निगुरो टिप्दैछौँ छिटो छिटो पारेर। सो फाइनली साथीहरू निगुरो पनि टिप्न सक्यौँ। अब घर जाँदैछौँ। घर गएर निगुरोको तरकारी पकाएर खाना खाने। देख्न सक्नुहुनेछ मैले चाहिँ अलि बेला रहिरहोस् भनेर यसरी राखेको। हजुरहरूलाई पनि निगुरो चाहियो भने सम्पर्क गर्नुहोला। सो साथीहरू, मेरो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला भन्दै अब अर्को भिडियोमा भेटौँ है।